हेलो एभ्रिबडी सो यो भिडियोमा चाहिँ हामी क्लास 10 को ट्रिगोनोमेट्रीको फर्स्ट च्याप्टर कम्पाउन्ड एङ्गल्स भन्ने पढ्न गइरहेको छौँ। यो नयाँ करिकुलम अनुसार चाहिँ यो वर्षदेखि चाहिँ कम्पाउन्ड एङ्गल चाहिँ अहिले 10 मा राखिएको है। अघिल्लो वर्ष चाहिँ क्लास 9 मा थियो भने चाहिँ अहिले क्लास 10 मा चाहिँ यो च्याप्टर थपिएको छ। यो भिडियो हेर्नुभन्दा अगाडि चाहिँ यदि तपाईँले कास्ट रुलको चाहिँ भिडियो हेर्नुभएको छ भने छैन भने चाहिँ सबैभन्दा पहिला चाहिँ त्यो कास्ट रुलको भिडियो हेर्नु होला, किनभने द्याट विल हेल्प यु लट यो बुझ्नलाई चाहिँ है। अब यहाँ केही फर्मुलाहरू छ, यो फर्मुलाहरू तपाईँले स्क्रिनसट गरेर चाहिँ नोट डाउन गर्न सक्नुहुन्छ। यो रेसिप्रोकल फर्मुला हो, सबै क्लास 9 का फर्मुला छ। साइनको रेसिप्रोकल चाहिँ कसेक हुन्छ, कसको रेसिप्रोकल सेक, 10 को रेसिप्रोकल कट, सिमिलरली कस सेकको कट चाहिँ त्यो माथिको अनुसार छ। र tan थीटाको फर्मुला हामीलाई sin अपन cos भन्ने कुरा थाहा छ भने cot थीटाको फर्मुला चाहिँ के भयो त cos अपन के भयो त sin भयो। र स्क्वायर वाला फर्मुला हामीलाई थाहा छ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको 1 हो र sin स्क्वायर थीटा भनेको चाहिँ 1 माइनस cos स्क्वायर थीटा, sin थीटा भनेको अब स्क्वायर यता जाँदाखेरि रुटमा जान्छ अंडर रुट 1 माइनस cos स्क्वायर थीटा। सिमिलरली cos स्क्वायर थीटा भनेको पनि के भयो त यो यता आएर माइनस हुन्छ 1 माइनस sin स्क्वायर थीटा भयो, cos थीटा को अंडर रुट 1 माइनस sin स्क्वायर थीटा भयो। र अर्को फर्मुला छ सेकेन्ड र टेन्जेन्ट को sec स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा इक्वल्स टु 1 भयो। sec स्क्वायर थीटा भनेको माइनस पछाडि जाँदा प्लस भएर आउँछ 1 प्लस tan स्क्वायर थीटा भयो। अब sec थीटा को मात्र भ्यालु झिक्नु पर्यो भने चाहिँ स्क्वायर चाहिँ उताबाट केमा गएर जान्छ रुटमा जान्छ। सो sec थीटा इक्वल्स टु अंडर रुट 1 प्लस tan स्क्वायर थीटा। र सिमिलरली tan स्क्वायर थीटा भनेको चाहिँ यो tan स्क्वायर पछाडि आउँछ 1 अगाडि आउँछ, sec स्क्वायर थीटा माइनस 1 हुन्छ। अर्को वाला रुट वाला फर्मुला पनि त्यसै भयो। र cosec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा इक्वल्स टु 1। सो यो सबै फर्मुलाहरु पनि तपाईले के गर्नुस् त स्क्रिनशट गर्नुस् चाहिन्छ। अब हामीले मेन पढ्न गइरहेको क्लास 10 मा चाहिँ फर्मुला नयाँ कुरा भनेको चाहिँ यो हो है, कम्पाउन्ड एंगल भन्ने हाम्रो च्याप्टरको नाम हो। अब सबैभन्दा पहिला सुरुमा कम्पाउन्ड एंगल भनेको के हो भन्ने कुरा थाहा पाउन मन लाग्छ भने सिम्पली कम्पाउन्ड एंगल्स भनेको कुनै पनि एंगल्सहरुको सम अथवा डिफरेन्स जोड्नु अथवा घटाउनु, कुनै पनि एंगललाई यसरी जोड्नु अथवा घटाउनु भनेको नै के हो त त्यस्ता खालको एंगललाई हामी के भन्छौं कम्पाउन्ड एंगल भन्छौं है। अब के फर्मुलाहरु छ यहाँ कम्पाउन्ड एंगलको sin a plus b, sin a plus b भनेको चाहिँ sin a cos b plus cos a sin b। अब याद गर्ने कसरी भनेपछि sin को फर्मुलामा ठ्याक्क प्लस हुँदा प्लस छ है, अनि माइनस हुँदा के छ त माइनस छ। सो sin a cos b plus cos a sin b, sin a minus b भनेको sin a cos b minus cos a sin b। अब cos को फर्मुला चाहिँ ठ्याक्क उल्टो हुन्छ, प्लस छदा माइनस छ, माइनस छदा प्लस छ। cos a plus b को फर्मुला cos a cos b प्लस थियो माइनस sin a sin b भयो। सिमिलरली cos a minus b को फर्मुला चाहिँ cos a cos b प्लस sin a sin b। अब tan को फर्मुलामा tan a plus b यहाँ प्लस हुँदा माथि प्लस छ, अनि प्लस यहाँ प्लस भएपछि यहाँ माइनस हुन्छ, यहाँ माइनस हुँदा माथि माइनस छ, ठ्याक्क तलतिर फेरि उल्टो हुन्छ है। सो tan a plus b भनेको tan a plus tan b 1 minus tan a tan b भएको, tan a minus b भनेको ठ्याक्क माइनस हुँदा माइनस tan a minus tan b 1 plus tan a tan b। यो सबै फर्मुलाहरु चाहिँ तपाईले राम्रोसँग कन्ठ हुनुपर्छ, मेमोराइज हुनुपर्छ है। यदि फर्मुलाहरु चाहिँ आएन भने चाहिँ गाह्रो हुन्छ हिसाब गर्न। अब कट को केसमा फेरि ठ्याक्क उल्टो हुन्छ, यहाँ tan a plus tan b माथि हुन्छ भने यसको तलतिर हुन्छ, तर यहाँ यसको चाहिँ पछाडिको एंगल चाहिँ अगाडि आउँछ है। जस्तै b भन्ने एंगल छ नि हैन पछाडि, सो पछाडिको एंगल चाहिँ अगाडि आउँछ। प्लस छ प्लसै छ, cot b plus cot a, अनि cot a cot b minus 1 अथवा cot b cot a minus 1 जे लेख्नु हुन्छ। माइनस छ माइनस नै छ, तर यहाँ चाहिँ अगाडि a हुँदा a हुन्थ्यो एंगल हैन, b हुँदा के रे अगाडि a हुँदा tan a छ नि त हैन, tan a छ अगाडि, तर यसमा चाहिँ के हुन्छ पछाडिको एंगल चाहिँ अगाडि आछ b, cot b minus cot a, cot b plus cot a है। माइनस हुँदा माइनस नै छ, cot b minus cot a, यहाँ माइनस भएपछि माथि प्लस भइहाल्ने भयो, यहाँ प्लस हुँदा यहाँ प्लस छ, यहाँ प्लस भएपछि यहाँ के भइहाल्ने भयो त माइनस भइहाल्ने भयो। ल यो फर्मुला पनि ट्याक्क स्क्रिनशट गर्नुस् र नोट डाउन गर्नुस्। अब यी फर्मुलाहरु चाहिँ हामीले जान्यौ भने चाहिँ बल्ल चाहिँ हामी कता जान सक्छौं त एक्सरसाइज तिर हामी जान सक्छौं। अब अर्को जान्न पर्ने कुरा भनेको यो भ्यालु टेबल हो है। यो चाहिँ क्लास 9 मा तपाईले पढिसक्नु भएको छ होला। यो भ्यालु टेबल पनि चाहिँ तपाईहरुले जान्न पर्छ हैन। स्ट्यान्डर्ड एंगलहरु 0 देखि 90 सम्मको स्ट्यान्डर्ड एंगल्सहरुको भ्यालु थाहा पाउनु पर्यो। अब यो भ्यालु टेबल चाहिँ म कसरी गर्ने भन्ने कुरा म सिकाउँछु। साइन को चाहिँ कन्ट्रोल गर्नु होला, त्यसपछि अरुको चाहिँ इजिली बनाउन सकिन्छ है। साइन 0 को भ्यालु 0 हुन्छ, साइन 30 को भ्यालु चाहिँ 1/2, साइन 45 को भ्यालु 1/√2, साइन 60 को भ्यालु √3/2 र साइन 90 को भ्यालु के त 1। अब यो साइन को कन्ट्रोल भइसकेपछि अरु सबै
सबैको चाहिँ इजिली आइहाल्छ है। साइनको चाहिँ मुख्य हो, साइनको जानिसकेपछि अरू सबै ट्रिग्नोमेट्रिक रेसियोजको भ्यालु आउँछ। अब कसको ठ्याक्क पछाडिबाट उल्टो आउने हो, 1 √3/2 1/√2 1/2 0 यसरी पछाडिबाट। अब ट्यान भनेको के त फेरि साइन अपन कस भनेको यसरी साइन ट्यानको भ्यालु कति थियो, ट्यानको फर्मुला के थियो, साइन अपन कस थियो नि त होइन। सो यसरी अब 0/1 कति हुन्छ, 0/1 भनेको 0। अब 1/2 अपन √3/2 कति हुन्छ, यो 2 क्यान्सल आउट हुन्छ, कति अब 1/√3 भयो। त्यस्तै गरी यो √2 क्यान्सल आउट हुन्छ, 1/1 भनेको 1 भयो, 2 क्यान्सल आउट हुन्छ, √3/1 भनेको √3 भयो, अनि 1/0 भनेको के भयो त, अनडिफाइन्ड भयो। यसरी चाहिँ हामीले ट्यान जेरोको आउँछ। अब कसेक भनेको फेरि ठ्याक्क साइनको उल्टो है, साइनको उल्टो। अब हेर 0 को उल्टो के हुन्छ, 0 को तलतिर केही पनि हुन्न भनेपछि 1 हुन्छ, यसलाई उल्टाउँदाखेरि के हुन्छ, 1/0 हुन्छ। 1/0 भनेको के हो त, अनडिफाइन्ड हो है। सो के बुझ्नु पर्यो भनेपछि 0 को रेसिप्रोकल अनडिफाइन्ड हुन्छ, अनडिफाइन्डको रेसिप्रोकल फेरि के हुन्छ, 0 हुन्छ। ल अब हामी कसैको भ्यालु पत्ता लगाउँदा चाहिँ साइनलाई उल्टाउने हो। अब 0 को रेसिप्रोकल के भयो, अनडिफाइन्ड भयो। 1/2 लाई उल्टाउँदाखेरि 2/1 हुन्छ, 2/1 भनेको 2 भयो। 1/√2 लाई उल्टाउँदाखेरि √2/1 हुन्छ, तलतिर 1 लेख्न पर्दैन। यो भनेको 2/√3 भयो। 1 लाई उल्टाउँदाखेरि के नै हुन्छ, 1 नै हुन्छ। सेक भनेको कसलाई उल्टाउने है, अब 1 को उल्टो 1 नै भयो। √3/2 भनेको 2/√3 भयो। 1/√2 भनेको √2/1 हो, 1/2 भनेको 2 भयो। अब 0 को रेसिप्रोकल के हुन्छ त, अनडिफाइन्ड हुन्छ। अनडिफाइन्डको रेसिप्रोकल 0, 0 को रेसिप्रोकल अनडिफाइन्ड। अब यहाँ हेर 0 छ, फेरि ट्यानको भनेको कट हो होइन, कट भनेको ट्यानको रेसिप्रोकल। सो 0 लाई उल्टाउँदाखेरि के भयो त, अनडिफाइन्ड भयो, इन्फिनिटी भयो। 1/√3 लाई उल्टाउँदाखेरि √3/1 भयो, 1 को 1 नै भयो। यो √3 लाई उल्टाउँदाखेरि √3 को तलतिर 1 हुन्छ, उल्टिँदाखेरि के भयो त, 1/√3 भयो, अनि इन्फिनिटी अनडिफाइन्डलाई उल्टाउँदा के भयो त, 0 भयो। ल यो भ्यालु टेबललाई पनि स्क्रिनसट गर्नुहोस्, राख्नुहोस्, र भ्यालु टेबल पनि यसरी साइनको भ्यालु कन्ठ गर्नुभयो भने तपाईँले सबैको भ्यालु कन्ठ गर्न सक्नुहुन्छ। एटलिस्ट साइन, कस र ट्यानको चाहिँ भ्यालु तपाईँहरूलाई चाहिँ कन्ठ हुनुपर्छ है, सबै झ्याप 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 मजाले भन्न सक्नुपर्छ। अनि जब त्यो भन्न सक्यो भने मात्र चाहिँ स्मुथली चाहिँ हामी एक्सर्साइजहरू गर्न सक्छौँ। ल अब यदि हामीलाई चाहिँ अब अहिलेसम्म फर्मुलाहरू याद भयो, भ्यालु टेबलहरू थाहा भयो भनेपछि अब हामी एक्सर्साइजमा अगाडि बढ्न सक्छौँ। तर तपाईहरुलाई फर्मुला थाहा छैन, भ्यालुहरू थाहा छैन, भ्यालु टेबल थाहा छैन भनेपछि प्लिज जस्ट टेक अ टाइम, केही समय लिनुहोस्, फर्मुलाहरू पढ्नुहोस्, अनि भ्यालु टेबलको चाहिँ त्यो हरेक ट्रिग्नोमेट्रिक रेसियोजहरुको भ्यालु कन्ठ गर्नुहोस्, अनि मात्र एक्सर्साइजमा आउनुहोस् है। त्यो नगरेसम्म एक्सर्साइजमा आउनुभयो भने यु विल फेस अ लट अफ डिफिकल्टिज। त्यसकारणले गर्दा पहिला त्यो जानेर मात्र चाहिँ यहाँ चाहिँ आउनु होला। ल अब हामी हेर्ने छौं हाम्रो sin 15 को भ्यालु झिक्ने भनेको छ। अब के बुझ्नु पर्यो भनेपछि हामीले sin 15 को भ्यालु हामीले अघि भ्यालु टेबल बनाउँदाखेरि हाम्रो थिएन। त्यहाँ केसको भ्यालु थियो, 0 को थियो, 30 को थियो, 45 को थियो, 60 को थियो र 90 को थियो। यसको भ्यालु मात्रै पढ्दा यसलाई स्ट्यान्डर्ड एंगल पनि भन्छ है। सो यी स्ट्यान्डर्ड एंगलहरुको मात्रै भ्यालु हामीलाई थाहा छ, तर यो sin 15 को भ्यालु हामीलाई थाहा छैन। अब क्वेशनले sin 15 को भ्यालु पत्ता लगाउने भनेको छ भने अब हामीले के गर्छौं भनेपछि भाइ बहिनीहरु, यो 15 लाई चाहिँ हामीले के गर्छौं भने स्ट्यान्डर्ड एंगलमा बदल्ने प्रयास गर्छौं। अब यो 15 भनेको के हो त, 45 - 30 लेख्न पाइयो कि पाइएन? 45 पनि स्ट्यान्डर्ड एंगल हो, 30 पनि स्ट्यान्डर्ड एंगल हो। नाइ म कसैले यस्तो लेख्छु भने नि पाए फेरि 60 - 45, 60 - 45 पनि 15 नै हुन्छ। बोथ आर फाइन है, दुईटै तरिकाले चाहिँ तिमीले गर्न सक्यौ। अब sin 45 - 30 भन्ने बित्तिकै त्यो त फर्मुलामा गइरहेछ हेर, sin a - b जस्तो छ यो। अब sin a - b को फर्मुला के हो त, sin a cos b minus cos a sin b हो। अब अहिले a को ठाउँमा 45 छ, b को ठाउँमा 30 छ। यी sin a भनेको 45, cos b भनेको 30, sin a cos b minus cos a भनेको 45 अनि sin b भनेको 30। अब sin 45 को भ्यालु 1/√2, cos 30 को √3 - 2, यता पनि हामीले भ्यालु राख्यौं। अब यो फ्र्याक्सनहरु छ भने माथि माथिको मल्टिप्लाई गर्ने, 1 ले √3 लाई मल्टिप्लाई गर्दा कति भयो त, 1 ले √3 लाई मल्टिप्लाई गर्दा √3 भयो,
त्यसपछि 2 ले √2 लाई मल्टिप्लाई गर्दा 2√2 भयो सिमिलरली यता 1 1 जा 1 भयो 2 * √2 2√2 भयो अब डिनोमिनेटर सेम छ भने यसरी डिनोमिनेटर कमन तान्ने 2√2 अनि माथि √3 - 1 यसरी चाहिँ हामीले चाहिँ sin 15 को भ्यालु पत्ता लगाउन सक्यौ व्हिच इज √3 - 1/2√2 अब यो cos को केसमा पनि त्यही हो हेर त cos 15 छ cos 15 लाई हामीले के लेख्न मिल्यो त cos 45 - 30 गर्न मिल्यो अघि भने जस्तै कसैले नै म 60 45 60 - 45 गर्छु भने दैट इज अल्सो ओके है त्यो पनि मिल्यो अब यो कुन फर्मुलामा छ भनेर हेर्नु पर्यो cos a - b को फर्मुलामा छ cos a - b को फर्मुला हो cos a cos b प्लस sin a sin b अब a र b को ठाउँमा अहिले 45 र 30 छ सो cos a भनेको 45 cos b भनेको 30 प्लस sin a sin b भ्यालु राख्नुस् सेम अघिको जस्तै अब 1 * √3 भनेको √3 हुन्छ हैन 2 * √2 भनेको 2√2 हुन्छ 1 1 जा 1 हुन्छ 2 * √2 2√2 अब डिनोमिनेटर सेम छ 2√2 कमन तान्ने अनि माथि √3 + 1 चाहिँ के भयो त जोडियो यसरी हामीले गर्न सक्यौ अब cos 75 को पनि सेम प्रोसेस फलो गर्नुस् मजाले गर्न सकिन्छ अब आयो tan 75 को ल यो चाहिँ म सिकाउँछु यो पनि त्यस्तो डिफरेन्ट छ होइन त्यही नै हो गर्ने कुरा त्यही नै हो 75 लाई 45 + 30 को फर्ममा लेखियो हैन 45 + 30 भनेको 75 हुन्छ यो लेख्ने बित्तिकै यो फर्मुलामा गयो tan a + b को फर्मुलामा गयो अब tan a + b भनेको के हो त tan a + tan b 1 - tan a tan b हो सो a भनेको 45 b भनेको 30 हो जहाँ a र b थियो त्यो फर्मुलामा हामी a को ठाउँमा 45 राख्यौ b को ठाउँमा 30 राख्यौ अब भ्यालु राखौं tan 45 भनेको 1 भयो tan 30 भनेको 1/√3 यता 1 जस्ताको तस्तै tan 45 भनेको 1 भयो tan 30 भनेको के भयो त 1/√3 यो म गर्दिन्छु है ल यस्तो भयो ल यहाँबाट यस्तो जाम न 45 को ठाउँमा 1 + 1/√3 अपनमा 1 - 1.1/√3 भयो अब एलसीएम लगाम एलसीएम कसरी हुन्छ यसले क्रस मल्टिप्लाई गर्छ 1 * √3 भनेको √3 + 1/√3 भयो सिमिलरली यहाँ पनि 1 * √3 यसलाई मल्टिप्लाई गर्यो √3 - 1/√3 भयो अब यो √3 क्यान्सल आउट भयो के आयो त √3 + 1/√3 - 1 अब यस्तो केस आयो भने यसलाई रेशनलाइज गर्ने यहाँ माइनस छ भने प्लसले मल्टिप्लाई गर्ने √3 + 1 √3 + 1 अब यो गर्ने बित्तिकै माथि हेर त a + b जस्तो भयो यस्तै a + b √3 + 1 √3 + 1 a + b भनेको a + b को के हो त होल स्क्वायर हो सो √3 + 1 को के भयो होल स्क्वायर भयो अनि यहाँ हेर त a - b a + b छ यो भनेको a को स्क्वायर - b को स्क्वायर भयो अब माथि a + b को होल स्क्वायर को फर्मुला के हो त a² + 2ab + b². a स्क्वायर भनेको के भयो √3 को स्क्वायर प्लस 2a भनेको √3 अनि b प्लस 1 को स्क्वायर अब हेर यहाँ यो स्क्वायर रुट कट्यो 3 भयो 1 को स्क्वायर भनेको कति हुन्छ 1 हुन्छ अब यहाँ पनि स्क्वायर रुट कट्यो 3 बच्यो ल 3 + 2 1 जा कति हुन्छ 2 भयो 2 √3 भयो 1 को स्क्वायर 1 भयो 3 - 1 भनेको 2 भयो अब 3 + 1 भनेको 4 + 2 √3/2 भयो अब हेर माथि कमन आइराछ कमन 2 कमन तान्दियो के बच्यो 2 2 जा 4 हुन्छ अब यो 2 कमन आइसक्यो के बच्यो √3 बच्यो अपनमा 2 भयो यो 2 यो 2 क्यान्सल आउट भयो व्हिच इज अन्तिममा के आयो तिम्रो आन्सर 2 + √3 यसरी चाहिँ हामीले तिमीहरुले चाहिँ tan 75 को भन्ने भ्यालु जिक्न सक्यौ अब sin 105 भनेको 60 + 45 भयो बाँकी कुरा फर्मुलामा छ यो नर्मल छ गर्न सकिहाल्छ cos 105 भनेको पनि 60 + 45 भयो अब cos a + b को फर्मुलामा जान्छ cos a cos b - sin a sin b यो पनि नर्मल छ गरिहाल्छ किन डिनोमिनेटर सेम छ डिनोमिनेटर सेम भएको बेला त माथिको जोड्ने अथवा घटाइदिने हो अब यो पनि सेम अघिको जस्तै गर्ने है यसमा कति डिफरेन्ट छैन 105 लाई चाहिँ 60 + 45 गर्ने हो यो माथि पनि कति थियो अघि कति थियो है tan 75 मा 45 + 30 थियो अब 105 मा 60 + 45 मात्र गरेको बाँकी गर्ने प्रोसेस त एज युजुअल सेम हो त्यसमा केही पनि समस्या छैन अब यो चाहिँ दुई तरिकाले गर्न मिल्यो यसरी अब cot लाई tan को फर्ममा लगेर गर्न पनि मिल्यो अर्को तरिका के पनि गर्न मिल्यो भने चाहिँ यसरी गर्न मिल्यो cot 15 भनेको cot 45 - 30 हो अब हेर त्यो कुन फर्मुलामा गयो cot a - b को फर्मुलामा हो अब cot a - b को फर्मुला के हो भनेपछि cot b पछाडी गएले माइनस गर्नुपर्छ cot b - cot a अनि के हो त
cot A cot B plus 1 दिस इज आवर फर्मुला। अब त्यसो हो भनेपछि ल हेर cot A भनेको 45 छ, cot B भनेको 30 छ। सो cot 45 cot 30 plus 1 भयो अनि cot B भनेको पछाडिको छ cot 30 minus cot 45। अब यो गर्दा कति हुन्छ cot 45 भनेको 1 cot 30 भनेको कति हो त 1/√3 होला हैन cot 30 भनेको √3 होला ल √3 plus 1 upon cot 30 भनेको √3 45 भनेको 1 अब के भयो त √3 plus 1 √3 minus 1 भयो। अब यसलाई रेशनलाइज गर्यो भने अन्तिममा आउने आन्सर भनेको के हो त 2 plus 3 रेशनलाइज गर्न म त्यो माथि नै सिकाइसकेको छु यहाँनिर ल हेर त कसरी गर्ने रेशनलाइज माइनस छ भने ठ्याक्क प्लस प्लसले मल्टिप्लाई गर्ने हो त्यसरी चाहिँ रेशनलाइज गर्यो भने त्यही सेम रहेछ 2 plus √3 नै आउने भयो। अब यो चाहिँ मैले सिकाउँछु ल हेर है साइन को भित्र चाहिँ नेगेटिभ एंगल छ नेगेटिभ। अब यस्तो बेला के गर्ने भन्ने कुरा आउन सक्छ त्यो माथि 165 ठुलो छ यो हैन ठुलो छ यो त अब 90 प्लस अब हाम्रो स्ट्यान्डर्ड एंगल्सहरु भनेको के हो स्ट्यान्डर्ड एंगल्स भनेको त 0 30 45 60 र 90 हेर त सबभन्दा ठुलो स्ट्यान्डर्ड एंगल जोड्दा पनि यो हुँदैन 90 प्लस 60 पनि कति भयो 150 भयो यहाँ त 165 चाहिएको छ। अब यस्तो बेला के गर्ने भन्ने कुरा हुन्छ हो अब यतिखेर चाहिँ हो हामीले कास्ट रुल लगाउने चाहिँ यतिखेर हो। अब कास्ट रुलले के भन्छ भनेपछि हेर है एउटा अर्को नोट तिमीले के टिप भनेपछि cos को भ्यालु चाहिँ यदि cos को भित्र चाहिँ नेगेटिभ एंगल आछ भने यो बाहिर आउँदा पोजिटिभ हुन्छ cos को र sec को है यदि sec माइनस थीटा छ भनेपछि पनि बाहिर आउँदा पोजिटिभ हुन्छ। अब cos र sec बाहेक जति पनि ट्रिग्नोमेट्रिक रेशियो छ cos र sec बाहेक जति पनि ट्रिग्नोमेट्रिक रेशियो छ यदि तिनीहरुको भित्र चाहिँ नेगेटिभ एंगल छ भने यो बाहिर आउँदाखेरि माइनस हुन्छ माइनस sin थीटा हुन्छ। मानौं tan को पनि छ tan माइनस थीटा छ भने के हुने भयो माइनस tan थीटा हुने भयो cot माइनस थीटा छ भने के हुने भयो माइनस cot थीटा हुने भयो cos माइनस थीटा छ भने चाहिँ के हुने भयो त cos को केसमा चाहिँ यदि नेगेटिभ छ भने बाहिर आउँदा के भएर आउँछ यो पोजिटिभै भएर आउँछ है। अब ल हेर यहाँ sin माइनस 165 छ भने यो भनेको के भयो त माइनस sin 165 भयो किनभने cos र sec बाहेक अरु सबैको नेगेटिभ एंगल चाहिँ बाहिर माइनस हुन्छ। अब हेर यतिखेर हो हामीले कास्ट रुल लगाउने। अब यो 165 लाई मैले यस्तो लेख्न पाउँछु 180 माइनस 15 भनेर लेख्न पाउँछु कि पाउँदैन पाउँछु। अब एउटा अघि नै रुल मैले भनिसकेको छु के रुल भनेको छु भने चाहिँ यहाँ इभन छ भने जस्ताको तस्तै हुन्छ त्यही भएर साइन जस्ताको तस्तै भयो अनि एंगल जस्ताको तस्तै भयो। अब 180 माइनस भनेको कुन क्वाड्रेन्ट हो 100 अथवा 165 कुन क्वाड्रेन्टमा पर्छ हेर त 180 भन्दा सानो 90 भन्दा ठुलो भनेको यो क्वाड्रेन्टमा पर्यो सेकेन्ड क्वाड्रेन्टमा के हुन्छ साइन पोजिटिभ हुन्छ सो पोजिटिभ ने भयो साइन 15 अब यो माइनस त माथिकै माइनस हो है सो माइनस साइन 15 भयो। अब यसलाई चाहिँ तिमीले यसरी गर्न सक्यौ अब साइन 15 लाई तिमीले गर्न सक्छ अब यसरी 45 माइनस 30 भनेर अब त नर्मली गर्ने हो नि साइन a माइनस b को फर्मुला लगाउने साइन a cos b माइनस cos a sin b यस्तो गर भ्यालु राख अनि अन्तिममा तिम्रो भ्यालु चाहिँ कति आउँछ त माइनस यस्तो आउँछ माइनस √3 माइनस 1 अपन 2 रुट आउँछ यतिकै राख्यो भने हुन्छ। अब माइनसले खोलेर मल्टिप्लाई गरेर माइनस √3 प्लस 1 भनेको 1 माइनस √3 त्यसरी राख्दा पनि हुन्छ। अब cos को केसमा पनि सेम त्यही हो है। अब हेर cos माइनस 195 छ यो बाहिर आउँदा पोजिटिभ हुन्छ 195 भनेको 180 प्लस 15 हो। अब यहाँ इभन छ भने जस्ताको तस्तै हुने भयो cos 15 अब 180 प्लस भनेको कुन क्वाड्रेन्ट हो त यो क्वाड्रेन्ट हो हैन थर्ड क्वाड्रेन्ट हो 180 भन्दा ठुलो भनेको छ नि त हैन थर्ड क्वाड्रेन्टमा त tan र cot मात्र पोजिटिभ हो cos चाहिँ नेगेटिभ हुन्छ सो माइनस cos 15 भयो। अब 15 लाई फेरि यस्तै गर्ने 15 लाई चाहिँ 45 माइनस 30 गर्ने अनि भित्र नर्मली चाहिँ के गर्ने हो त यो फर्मुलामा खोल्ने हो है। अब यो क्वेशन नम्बर 2 मा पनि हामीले J1 मा सिक्यौ ठ्याक्कै त्यस्तै गर्ने हो। अब माथि एउटा मात्र सिंगल मात्र थियो यसरी हैन है cot 15 अथवा sin 105 tan 75 cos 75 cos 50 यसरी सिंगल थियो भने चाहिँ अब यहाँ दुईटा राख्दिएको छ त्यति मात्र फरक हो बाकी सेम प्रोसेस गर्ने कसरी भनेको छ हेर है। अब sin 75 माइनस cos 75 छ प्रुफ गर्नु पर्ने छ यसलाई यसरी छुटा छुटै गर्ने sin 75 भनेको 45 प्लस 30 भयो
त्यस्तै गरी cos 75 भनेको पनि 45 + 30 भयो। अब यसलाई फर्मुलामा खोला। sin a + b को फर्मुला के हो त sin a cos b plus cos a sin b। यहाँ माइनस छ भने ब्र्याकेट लगाउनु पर्छ। cos a + b को फर्मुला के हो त cos a cos b minus sin a sin b। ल अब भ्यालु राख। sin 45 भनेको 1/√2, cos 30 भनेको के हो त √3/2 प्लस cos 45 भनेको 1/√2, sin 30 भनेको के हो त 1/2। अब माइनसले ब्र्याकेट खोल्दा साइन चेन्ज हुन्छ। सो cos 45 भनेको 1/√2, cos 30 भनेको √3/2। अब यो माइनस चाहिँ ब्र्याकेट खोल्दा प्लस भयो। sin 45 भनेको 1/√2, sin 30 भनेको 1/2। ल हेर त यो र यो सेम छ, कम्प्लिटली क्यान्सल आउट भयो। अब यो 1 1 जा 1 भयो, यता 2√2 भयो, 1 1 जा 1 भयो, 2√2 भयो। अब डिनोमिनेटर सेम आछ, कमन तान्दियो। 1 + 1 भनेको 2 भयो, यसरी 2 2 क्यान्सल आउट भयो। 1/√2 तिमीहरुको के भयो त RHS भयो। यसरी चाहिँ के गर्न सक्यो त प्रुफ गर्न सक्यो। अब सबै ए नम्बरको यसरी गर्दिए मैले, बी नम्बरको पनि सेम त्यस्तै गर्ने हो। एन्सर यहाँ चेक गर्नु, यहाँ फुल प्रोसेस छैन है, डाइरेक्ट भ्यालु राखेछ। सी को पनि सेम त्यही हो। 75 लाई 45 + 30 गर्ने, 75 लाई 45 प्लस 45 प्लस कति हुन्छ 75 भनेको 40 50 45 + 30 हैन। 45 + 30 गर्ने, दुईटालाई फर्मुलामा खोल्ने, tan a + b को cot a + b को फर्मुलामा खोल्ने गर्ने। यो पनि त्यही हो। 105 भनेको 60 + 45, cos 105 भनेको पनि 60 + 45। त्यसलाई नर्मल्ली मजाले फर्मुलामा राख्ने गर्ने। एन्सर चाहिँ यहाँ छ, चेक गर्नु होला। र त्यस्तो के आएन भने चाहिँ कमेन्ट बक्समा चाहिँ यु क्यान राइट, म फेरि चाहिँ सिकाउन सक्छु है त। अब 3 नम्बरमा जाउँ। हामीलाई sin a को भ्यालु दिएको छ, sin b को भ्यालु दिएको छ। यहाँ sin a + b झिक्ने भनेको छ, cos a + b झिक्ने भनेको छ। अब दिमागमा के लगाऊ भनेपछि जस्तै sin a + b झिक्नु पर्यो भने तिमीलाई के चाहिन्छ भन्ने कुरा दिमागमा राख। फर्मुला के हो त sin a cos b plus cos a sin b हो। ल र के कसको sin a र sin b को भ्यालु चाहिन्छ, cos a र cos b को भ्यालु चाहिन्छ। तिमीलाई यहाँ sin a र sin b मात्र दिएको छ, तर चाहिने के रहेछ त cos a र cos b पनि चाहिन्छ हैन। सो अब sin a दिएको छ भने cos a को भ्यालु कसरी पत्ता लगाउने भनेपछि cos a को फर्मुला के हो भने चाहिँ sin a को दिएको बेला चाहिँ √1 - sin स्क्वायर a। अब यसरी ल √1 - sin a को भ्यालु कति छ 3/5 को होल स्क्वायर छ। अब त्यस्तै गरी 1 - 3 को स्क्वायर भनेको 9 25 भयो। हो यो 25 ले ला मल्टिप्लाई गर्छ, 25/9/25 भयो। यो भनेको 16/25 भयो। सो व्हिच इज कति भयो त 4/5। यसरी cos a को भ्यालु झिकेको जस्तै cos b को भ्यालु पनि झिक्ने। cos b भनेको के हो त √1 - sin स्क्वायर b। sin b को भ्यालु 5/13 दिएको छ। भ्यालु राखेपछि cos b को भ्यालु कति आयो त 12/13 आयो। अब हामीलाई पत्ता लगाउने sin a + b पत्ता लगाऊ भन्दा भनेको छ। अब हामीलाई सबै भ्यालु थाहा छ कि sin a + b भनेको sin a cos b plus cos a sin b। मजासँग भ्यालु राख्नुस्, गर्नुस्, एन्सर तपाईको आउँछ। यहाँ पनि त्यही हो। अब दुईटै भ्यालु दिएको छ, भ्यालु राख्ने गर्ने। यो पनि सेम प्रोसेस हो, सेम माथिको जस्तै छ, कति पनि डिफरेन्ट छैन है। ल अब यो 3 को c मा हेरौँ। 3 को c चाहिँ म सिकाउँछु। हामीलाई tan a दिएको छ, tan b दिएको छ, tan a - b पत्ता लगाउने भनेको छ। अब tan a - b पत्ता लगाउनलाई के चाहिन्छ भनेपछि फर्मुला के हो त tan a - tan b 1 + tan a tan b। अब हेर tan a र tan b दिएको छ 3/4 - 5/12 राख्यो। म यो गर्दिन्छु ल। 3/4 tan a को ठाउँमा, tan b को ठाउँमा 5/12 छ, 5/12। त्यस्तै गरी 1 + 3/4 * 5/12। ल अब यसलाई चाहिँ म अलिकति सजिलो तरिकाले सिकाउँछु है। कतिजनाले एलसीएम लिन आउँदैन भने के गर्ने मिल्छ, डाइरेक्ट क्रस मल्टिप्लाई गर्ने। 3 ले 12 लाई मल्टिप्लाई गर्ने, 3 12 जा कति हुन्छ 36 हुन्छ। 5 ले 4 लाई मल्टिप्लाई 5 4 जा कति भयो 20 भयो। अनि तलको मल्टिप्लाई गर्ने, 12 ले 4 लाई मल्टिप्लाई गर्दा कति भयो त 48 भयो। अब यहाँ 1 प्लस माथि पहिला अब फ्र्याक्सन मल्टिप्लाई गरेर 3 5 जा 15, 12 4 जा कति हुन्छ 48 हुन्छ। अब त्यस्तै गरी 36 - 20 भनेको कति भयो 16/48 भयो। ल हेर यो 1 ले यसलाई मल्टिप्लाई गरेर क्रस मल्टिप्लाई
48 प्लस 15 अपन के भयो त 48 भयो। ल हेर त यो 48 कट्यो 16 अपन कति हुन्छ 48 प्लस 15 भयो। अनि 48 प्लस 15 गर्दा तिम्रो आन्सर कति आउँछ त 63 आउँछ। सो यसरी तिम्रो आन्सर के आयो त 16 अपन 63 आयो हैन। अब यहाँ कट a प्लस b भनेर भनेको छ। अब कट a प्लस b को भ्यालु भनेको यस्तो हुन्छ। यता हेर त कट a प्लस b को भ्यालु भनेको चाहिँ 1 अपन tan a प्लस b हुन्छ। सो पहिला सुरुमा चाहिँ tan a प्लस b को भ्यालु झिक्ने अनि त्यो भ्यालु यहाँ राख्ने हैन। मानव tan a प्लस b को भ्यालु कति आयो त 56 अपन 33 छ। यस्तै गरी झिक्ने a माइनस b झिके जस्तै tan a प्लस b झिक्ने। अब 1 बाइ tan a प्लस b को भ्यालु कति आछ त यहाँ 56 अपन 33 आछ। ल हेर त अब यो डिभाइडलाई मल्टिप्लाईमा चेन्ज गर्दा ठ्याक्क उल्टिन्छ 33 अपन 56 भयो। सो तिम्रो आन्सर कति आयो त 33 अपन 56। सो कट a प्लस b झिक भनेको चाहिँ पहिला सुरुमा tan a प्लस b झिक अनि चाहिँ कट a प्लस c भनेको 1 अपन tan a ठ्याक्क रेसिप्रोकल हो नि त हैन। त्यसरी तिमीले गर्न सक्यौ। ल अब आज हामी यतिसम्म सिक्छौं र नेक्स्ट भिडियोमा हामी चाहिँ क्वेशन नम्बर 4 देखि चाहिँ हामी के गर्छौं त सिक्छौं है त। Thank you for today. See you in the next video.